एसियन भिलेज रिसोर्टको कर्जा प्रकरण 6 देखि 8 वर्षसम्म कैद सजाय माग शेरचनलाई थप 1 वर्ष। सरकारी वकिलको कार्यालयले एसियन भिलेज रिसोर्टको कर्जा प्रकरणमा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सिइओ अशोक शेरचन सहित 7 जना विरुद्ध अभियोग पत्र दायर गरेको छ। कार्यालयले बैंकलाई करिब 48 करोड रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने माग दाबी समेत गरेको छ। अभियोग पत्रमा शेरचन सहित शशिधर शर्मा, प्रभु बैंकका पूर्व चिफ बिजनेस अफिसर रश्मि पन्त, बुटवल शाखाका राजेन्द्र श्रेष्ठ, शाखा प्रबन्धक द्वय सन्तोष खनाल र शिशिर पौडेल तथा बैंकका म्यानेजर नन्दराम जोशीलाई प्रतिवादी बनाइएको छ। सरकारी वकिलको कार्यालयका अनुसार बैंकिङ कारोबारका क्रममा कर्जा प्रवाह तथा त्यसको प्रयोगमा कानूनले तोकेको व्यवस्था विपरीत कार्य भएको आरोपमा मुद्दा दायर गरिएको हो। बैंकिङ कसुर तथा सजाय ऐन 2064 अनुसार कर्जाको दुरुपयोग तथा बैंकको स्रोत साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने व्यवस्था छ। कसुर प्रमाणित भएमा कैद तथा जरिवाना सहित क्षतिपूर्ति भराउने व्यवस्था रहेको छ।